So hello everyone, welcome back to my channel. Our channel, guys. Our channel. अनि हामी चाहिँ आज कहाँ जाँदैछौँ भन्ने सोच्दै हुनुहुन्छ होला। आज चाहिँ हामी छठ मेला जाँदैछौँ है। हामी तपाईहरु हेर्न सक्नुहुन्छ यहाँको मेला यस्तो छ है। हामी चाहिँ मासतिर छौँ, मासतिर गाइस, मासतिर। सो यहाँ सबै स्टलहरु राखिरहनु भएको छ। गाइस हामीले फ्री अफ कस्ट को चिया पनि भेटाइहाल्यौँ। यहाँ चाहिँ पुरा चिया डिस्ट्रिब्युट गर्दै हुनुहुँदो रहेछ सबैजनाले। अब चाहिँ होस् एउटा धर्मको काम गर्दै हुनुहुन्छ, एप्रिसिएट गर्नुपर्छ है यतिको लागि। चियर्स। हामी केटाकेटीमा यस्तो मेहन्दी कति लाउँथ्यौँ अनि बहिनीले लाउनु गइरहेछ। अनि म चाहिँ नलाउने किनकि मलाई पुरा हरायो नि त। अहिले म बच्चा होइन नि त। यो त ब्लूको हुँदै महँगो रहेछ त। अहिले चाहिँ आकाशले यहाँ पुरा लक्की गेम खेल्दैछ है। तर अघि 3-4 चोटि खेलिसक्यो। अब खै पर्छ कि पर्दैन हेरौँ ल। 5 रुपियाँ हो। आहा 5 रुपियाँ जित्यो है आकाश। ल्याउ यहाँ 5 रुपियाँ पर्यो। खुसी आकाश अघिदेखि यही खोजेको आकाशले। लुलुसम्म 5 रुपियाँ। लु कङ्ग्रेचुलेसन आकाश। हामी चाहिँ फर्किँदैछौँ गाइस। तपाईँहरू हेर्न सक्नुहुन्छ मान्छेको भिड। अनि यहाँ चाहिँ हामी छौँ। यहाँ चाहिँ आकृति छौँ। हामीले चाहिँ ट्याटु सबै हानिसक्यो। अनि तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ यो के को धुलो आएको नि। अब हामी चाहिँ जाँदैछौँ घर। आऊ बाबु। कस्तो भिड छ नि। भिड गाइस हामी चाहिँ अब निस्किसकेको बाटो अर्को बाटो निस्क्यौँ है। अहिले हामी अर्को बाटो निस्किसकेको। उसको कुरा नसुन्दा गाइस उसलाई इग्नोर गरौँ हाल्छ। अनि हामी चाहिँ अर्को बाटोबाट निस्किँदैछौँ है गाइस। यो अघिको बाटो साह्रो प्याक भएर यताबाट निस्किँदैछौँ। गेटमा आइपुग्न लाग्यौँ है। यताबाट गएको थियौँ अघि। हामी अहिले आउँदा चाहिँ अर्को बाटो आएको छौँ होइन। आज बहिनी बोल्न सकेको छैन धेरै क्राउड भएर। अनि म बोल्दैछु। अहिले चाहिँ हामी हिँड्दै हाम्रो दमकको रिङ रोडमा आएको छौँ है गाइस। कस्तो आएको धुलो हेर न। अनि चाहिँ हामी अब खानेकुराहरू लिएर घरतिर जानेछौँ। फनी नभने यसको कुराकै नसुन्नु है प्लिज। आफै चाहिँ पैसा गरेको छ नि। दमकको भ्यू हेर्न सक्नुहुन्छ रातिको। तर कस्तो नराम्रो आएको छ गाइस। अब चाहिँ हामी खानेकुरा लिएर घरतिर जान्छौँ। अनि हामी चाहिँ हाम्रो घर जाने बाटो चाहिँ यो है। यो चाहिँ हाम्रो आजको पार्टी हो गाइस। फर्स्ट बाइट चियर्स टु एभ्रीवान। यो चाहिँ हाम्रो दमकको सब्जी लाइनमा पाउने ठेलाको फ्राइड राइस हो। मिठो लाग्छ मलाई त्यहाँको। So guys, आज नेक्स्ट डे यो ब्लग हाम्रो आज आउँछ। अनि हिजो हामीले चाहिँ इभिनिङ गर्न पाएनौँ किनभने हामी थकिथ्यौँ। अब हामी चाहिँ यहाँ पानीपुरी खान आएको छौँ गाइजहरू। यो दिदी यता अनि हाम्रो अब पानीपुरी आइसकेको छ। पानीपुरी खानुपर्छ। अब नेक्स्ट बाइकमा खाना। यहाँको पानीपुरी चाहिँ गाइस यस्तो मिठो हुन्छ। कति वर्षपछि खाएको मैले त। Cheers to everyone. हामीले खाएर भेट्छौँ ल तपाईँहरूलाई। I cannot really like. I like this panipuri. फरेनर आएको छ है काँदो आएको। So much spice. They have so much spice, guys. I love it. And in Canada there is so much gold thing. Oh my god, in Europe I was abroad, but in here there is. तिम्रो हावा पुरा सुन्नमा बेच्नु लागि। लास्ट बाइट Guys, it's the last bite. गाइस तपाईँले हेर्न सक्नुहुन्छ कस्तो यम्मी चटपटे। सिला तिमीले यो चटपटे मिस गर्दैछौ होला है आन्टीको चटपटे यार। सो फर्स्टमा खाइदिउँ न त होइन। निकै भयो यहाँको चटपटे नआएको। चियर्स। तिमीलाई कस्तो लाग्यो? चटपटे किनेर खाँदिनँ क्या चटपटे। नमिठो हुन्छ तर यहाँको मिठो रहेछ। I love it. हामीले चाहिँ चटपटे खाएर अब ढुङ्ग्री खाँदैछौँ।
अब यो खाएर हामी घर फर्किँदैछु भाइ। खाँदा खाँदै हामी चाहिँ यहाँ यो पार्कमा आइसक्यौँ। यो पार्कमा चाहिँ हेर्नुहोस् न अहिले त यस्तो सबै कुरा थपिदिनु भएको रहेछ। अनि हामी ठुलो मान्छेलाई चाहिँ म छ है, मलाई मेनली त उता सानो हो। अनि यसरी हामी खेल्दैछौँ। अनि केटाकेटीहरूको भिड तपाईँले हेर्न सक्नुहुन्छ। अनि हामी उयो पिङ खेल्ने भनेको पुरा बच्चा रहेछ यार। तैँले एकछिन उठाएर खेल्ने बच्चालाई एकछिन उठाएर खेल्नु ल। अब चाहिँ हामी त्यो खेल्छौँ है पिङ। ल तर तिमीले दिदी हिमाल ऊ पनि जेरी अन टप आकृति अन टप भनेको अस्ति खेलेको भन्नु फेरि उयो खेल्ने लडे त मजा भइरहेछ तिम्दैन गाइस। अहिले चाहिँ हामीले केही एक्स्ट्रा एक्टिभिटिजहरू गरेर होइन अब पिङ खेलेर यताउति नयाँ कुराहरू पनि एड गर्नुभएको रहेछ नि त। अब हामी घर फर्किँदैछौँ। कस्तो लाग्यो भिडियो प्लिज आफ्नो फिडब्याक छोडिदिनु होला। अनि हिजोको छठको भिडियो अब त्यस्तै भयो, त्यस्तो राम्ररी क्याप्चर गर्न पाइएन। अनर्थ नलिदिनु होला नेपाली शब्द। तिमी मनपर्छ भनिदियो हामी अनि त्यस पछाडि अब चाहिँ हामी यति भन्दै आजको भिडियो यहाँ इन्ड गर्न चाहन्छौँ। लास्टसम्म जसले हेरेर सपोर्ट गरिदिनु भयो थ्याङ्क यू सो मच। अनि जो नयाँ हुनुहुन्छ प्लिज सबैले यो च्यानललाई लाइक गरिदिनु होला। अनि यो भिडियोलाई लाइक गरिदिनु होला। अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि सेयर पनि गरिदिनु होला। आफ्नो फिडब्याक पनि छोडेर जानु होला। यति भन्दै आज हामी यहाँबाट जान चाहन्छौँ। यो भिडियोलाई इन्ड गर्न बाई।